आज हामी दिनमा 1000 देखि 5000 पिस मात्र उत्पादन गरेछौँ भने हामीलाई डिमान्ड अहिले 50,000 पिसको आइराखेको छ दिनमा। म जितेन्द्र कुमार महतो, मेरो उद्योगको नाम चाहिँ श्री भजु बाबा आधुनिक दुना टपरी तथा रेडिमेड पत्ता उद्योग हो। र म मधेसीको कल्चरको मान्छे, मलाई हाम्रो पूजाआजामा पनि दुना टपरी प्रयोग हुँदैन। त्यही भएर दुना टपरी के हो भनेर मलाई थाहा थिएन। अनि उद्यमी सिर्जनाको कार्यक्रम चलिराखेको रहेछ, नगरपालिकाले चलाएको थियो। म दुना टपरी बनाउने व्यवसाय गर्छु भनेर मैले सो कार्यक्रममा सहभागी भएँ। गर्दा गर्दै अहिले म 3 वर्षको अन्तरालमा 120 जना कामदार हाम्रो श्री भजु बाबा दुना टपरी उद्योगमा आधारित भएर काम गरिराख्नु भएको छ। 5 वर्षको अन्तरालमा केही नभए पनि 1000 जनालाई चाहिँ रोजगारी दिने मेरो लक्ष्य छ। किनभने योले रोजगारी एकातिर सिर्जना गरिराखेको छ भने आफ्नो देशको पैसा देशमै प्रयोग भइराखेको छ। जस्तो कि यो तपाईँको दुना टपरी प्रयोग गऱ्यो भने कुहिएर जाने चिज हो, सडेर जहाँ राख्दा पनि सडेर जान्छ। प्लास्टिक पेपरहरूको प्रयोग गऱ्यो भने त्यो स्वास्थ्यको लागि पनि हानिकारक हो र त्यो कुहिएर पनि जाँदैन, वातावरणको लागि पनि हानिकारक हो। यो चाहिँ हाम्रो मकैको खोस्टाबाट अहिले दुना बनाउन गइराखेको छौँ। यो हेर्न सक्नुहुन्छ, मकैको खोस्टाबाट तयार पारेको दुना हो।